Hello and welcome to my YouTube video. अनि आज चाहिँ म फेरि खाना खाने बेला भइसकेको छ। आज म काममा छु। काममा हुँदा हुँदै पनि खाना खानु पर्छ भनेर चाहिँ मेरो म्यानेजरले जाऊ तिमी आधी घण्टाको ब्रेक लिएर जाऊ र खाना खाएर आऊ भन्नुभयो। अब खाना खानु त मन थिएन भन्दा पनि अब भोक चाहिँ लागेको थियो, तर पनि उहाँले ब्रेक दिइसकेपछि खानुपर्छ। त्यही भएर फेरि 10 घण्टा काम गर्नुपर्छ नि त। त्यही भएर हात धोएर म रेडी भइसकेको छु। आज पनि म हातैले खाना खान्छु। हेर्नुहोस्, यो आजको मेरो खाना हो। खानामा चाहिँ के छ भनेर म देखाइहाल्छु हजुरलाई। यो मेरो खाना हो। अनि सधैँ चाहिँ मैले अलिकति एक दुईवटा खोर्सानीहरू लिएर आउने गरेको छु। अनि सधैँ चाहिँ मैले एक दुईवटा पेस्ट लिएर आउने गरेको छु लसुनको, जुन चाहिँ अति नै स्वादिष्ट हुन्छ स्वास्थ्यको लागि। सट्टा घोल्नी अनि खाइहाल्ने गम 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 पारेर। नरिसाउनुहोस् है, अप्ठ्यारो नमान्नुहोस् है। फेरि ल हातले पो खानु रहेछ यो मानिस त भनेर भन्नुहुन्छ होला। So nice taste. दाल चाहिँ भने हाम्रो क्यान्टिन हो। हाम्रो यहीँनिर खाना पस्केर राखिदिनुहुन्छ अनि हामी आएर खान्छौँ। खाना नखाउँ भने पनि तपाईँ के छ भने पसल टाढा छ क्या फेरि। अनि भने बेलामा यस्तो हाल्नै बिर्सिन्छु त्यहाँ। खाना थालेपछि फेरि खाना थालेपछि म आँखा दिँदिनँ क्या। रट्ठो भयो पेट। थोरै खान्छु म फेरि खाना बोक्न लागेको बेलामा। के गर्नु, बानी त्यस्तो छ त हजुर।
हजुर सर। दुई प्लेट खाना मस्त खाइयो, यहाँ कि 3.5 केजी चामल पेटभित्र छ। बिदा माग्नु बिर्सेछु। मैले चाहिँ खाएँ, हजुर पनि खानुहोस्, आराम गर्नुहोस् र फेरि अर्को भिडियोमा हाम्रो भेट हुन्छ भन्ने हाम्रो प्रतिज्ञा गर्दै म बिदा चाहन्छु। उही तपाईँको एकदमै नजिकको अनि माया गर्ने मानिसहरूलाई धन्यवाद। बाई बाई।